हेलो हेलो एभ्रीबडी वेलकम टु मामाको रमाइलो च्यानलमा। वास्तवमा भने नि हामी तित्री चोर्न जाँदैछौँ, कसैले नभनिदिनु होला। तित्री चोर्न जाँदैछौँ, कसैलाई हल्ला गर्ने कुरो हुँदैन है। चुप लागेर लेट्स गो। ए खै ल फेरि भन्नु त मामा, लेट्स गो भन्छ। लेट्स गो एभ्रीबडी, हामी अब तित्री खान्छौँ, त्यही पनि चोरेर। फेरि तित्री चोर्न जाने, लास्टमा बुटामै तित्री भएन भने त के होला फेरि हाम्रो हालत। ओए तित्री छ तित्री छ। हामी अब सिक्रेट तरिकाले तित्री चोर्छौँ। तित्री चोर्न आएको गला पो आखान गएर त हजुर। हामी चाहिँ तित्री चोर्न आएको, त्यहाँ पनि तित्री चोर्न आखान गएर मान्छेहरू सब तित्री चोर पऱ्यो कि गला टुङटुङ त्यहाँ आऊ। ओए सेम गऱ्यो त मामा। टुडुम त्यहाँ आऊ। एक बार धोखा खा चुका, दूसरी बार नहीं खाऊंगा। त्यहाँ आऊ गर्छ त। अब यहाँ तित्री बुटामा छ। कसरी हो एउटा लौरो लगाएर म के अरे म झर्छु न, तपाईँ झार्नु मामा। झार्नु त मामा आउँदा त कहाँ भान्जाले दुःख गर्छ त। भान्जा आउँदा मामा दुःख गर्छ त, उल्टो कुरा गर्छ। हुन्छ तपाईँले भन्नु, तपाईँको लागि ज्यान हाजिर छ। ज्यान त जिर्नु पर्दैन अब, यत्रो बुढा त ठुलो होइन, टुप्पामा तित्री यार। यहाँको मिल भत्केछ त नि। मिल त उहिल्यै भत्के। अब म जान्छु, एभ्रीबडी यस्तो सपोर्ट गर्नु होला, मलाई दुआ दिनु होला। त्यो बुटामा तित्री राम्रोसँग झारोस् भनेर मलाई प्रार्थना गर्नु होला एभ्रीबडी। तित्री चोर्न जाँदैछु टक्क लाएर। अब 60 सपोर्टहरू चाहिन्छ मलाई फेरि। अब तित्री किनकि फलफुल भनेको चाहिँ चोरेर खानुपर्छ कि बल्ल पो मिठो हुन्छ। मागेर खाँदा खासै मिठो हुँदैन नि त, हो कि नै? मागेर खाँदा कम हुन्छ, अनि अझै राम्रो पनि दिँदैन नि त मागेर खासै। जब चोरेर खाइन्छ नि, छानी चोरेर यस्तो मिठो पनि हुन्छ। मेहनतको फल मिठो हुन्छ किन भन्नु त। चोर्न पनि के इजी चोर्न सकिन्छ, सकिएन नि यस्तो मिठो। हेलो, भान्जा चाहिँ रुखमा चढिसकेका छन् तित्री चोर्नको लागि। म भने यहाँ टिप्नको लागि यहाँ आइपुगेको छु। सकिन्छ कि नै? त्यो चाहिँ सकिन्न क्या भान्जा उतातिर। ल हामीले फान्नै फाइनल्ली क्या तित्री हो दामी खाएको, तर मिठो हो यहाँको गुलियो पुरै चिनी खाएको जस्तो दामी हो। मेहनतको फल मिठो हुन्छ भनेर मैले भनेको थिएँ कि नै हजुर। मिठो छ टक्कलाई बसेर खाइन्छ। ओए बारी बाटो करायो फेरि। ओए जम भागो अहिले हार्छ नि, छिटो। ओए ए मान्छे लहटे हामीलाई। चोरेर भाग्दै मजा आयो। पछिबाट मान्छे आइरहेको थियो, हामी त भाग्दैछौँ। यस्तो हेर चोरेर खानु नि गाह्रो हो। आनन्द होला यत्न त अब। मेहनतको फल किन मिठो हुन्छ बुझ्नु भइसक्यो होला। अघि नै हामी तित्री झार्दा दिँदै देखे जस्तोमा देख्यो होला नि, सायद हल्ला भयो। अब तित्री झार्नु नि पऱ्यो, हो र आहा गर्ने हो, भइहाल्छ त्यस्तो। मेहनतको फल मिठो हुन्छ। हामीले चिन्ने अरे क्या महागडक तित्री चोर भन्ने रे बोलाउँदा अरे नि। होइन हजुर चोरेको, हामी त झारेर खाएको भनेको हजुर।